नेपाल प्रिमियर लिग मतलब एनपिएलमा कहिलेकाहीँ यस्ता खेलहरू हुन्छन् नि जसलाई हेर्दा लाग्छ यो टिम गेम हो कि एकजनाको मात्रै सो हो। आज हामी यस्तै एउटा खेलको अलिक गहिरो विश्लेषण गर्दैछौँ। कर्णाली याक्स र लुम्बिनी लायन्स बीचको त्यो खेल जहाँ स्कटल्यान्डका मार्क वाटले यस्तो प्रदर्शन गरे जसले सायद खेलको परिभाषा नै बदल्ने प्रयास गर्यो। आजको रोकिएर सोचौँ न, 44 बलमा अभिजित 114 रन। टी20मा शतक बनाउनु आफैमा ठूलो कुरा हो, तर यस्तो विध्वंसक तरिकाले यो त अविश्वसनीय नै हो। पहिलो 50 रन बनाउन उनले 29 बल लगाए हैन, जुन टी20 को हिसाबले एकदमै राम्रो सुरुवात मानिन्छ। ठ्याक्कै पहिलो 50 रन 29 बलमा बनाउनु भनेको लगभग 170 को स्ट्राइक रेट हो, जुन निकै राम्रो हो। तर त्यसपछिको लगभग 64 रन उनले मात्र 15 बलमा जोडे। त्यो भनेको त 400 भन्दा माथिको स्ट्राइक रेट हो नि। 400 भन्दा माथि हो। त्यो चरणमा उनले गियर परिवर्तन गरेनन्, पुरै गाडी नै परिवर्तन गरे जस्तो देखियो। स्पिनर होस् वा पेसर, सबैलाई एउटै शैलीले आक्रमण गरे। खास गरी स्पिनरहरूले फ्याकेको त्यो फ्लाइटेड डेलिभरीमा जसरी लङ ह्यान्डल प्रयोग गरेर मैदान बाहिर पठाए, त्यसले उनीहरूको मनोबल पुरै तोडिदियो। कुल 114 रनमा 12 वटा छक्का र 6 वटा चौटा। यो कुनै सामान्य ब्याटिङ थिएन, यो त शक्तिको एक निर्मम प्रदर्शन थियो। बलरले अलिकति मात्रै गल्ती गर्यो कि बल सिधै दर्शक दीर्घामा। यसले बलरलाई मात्र होइन, पुरै फिल्डिङ टोलीलाई नै हताश बनाउँछ हो। र यो प्रदर्शनलाई एनपिएलको सन्दर्भमा हेर्नु झनै महत्त्वपूर्ण छ। उनी एनपिएल इतिहासमा यसअघि अमेरिकाका खेलाडी एन्ड्रु गौसले पहिलो संस्करणमा यो उपलब्धि हासिल गरेका थिए। हो र? हो। त्यसैले यो केवल एक खेल जिताउने उत्कृष्ट प्रदर्शन मात्र नभई एक ऐतिहासिक प्रदर्शन पनि हो। जब लिगमा यस्ता प्रदर्शनहरू हुन्छन् नि, त्यसले लिगको स्तर, आकर्षण र विश्वसनीयता सबै बढाउँछ। घरेलु खेलाडीहरूलाई पनि एउटा मानक सेट गर्छ। वाटको त्यो अविश्वसनीय ब्याटिङले सबैको ध्यान खिच्यो, तर त्यो अवस्थासम्म पुग्नको लागि कर्णालीका बलरहरूले पनि त जग बसालेका थिए नि, होइन र? उनीहरूले लुम्बिनीलाई 156 रनमा रोक्नु पनि त सानो कुरा थिएन। खासमा त्यो लक्ष्य कस्तो थियो? के त्यो जित्न सकिने स्कोर थियो? यो एउटा क्लासिक टी20 दुविधा हो। कागजमा हेर्दा 157 को लक्ष्य चुनौतीपूर्ण देखिन्छ, तर लुम्बिनीले त्यो स्कोर कसरी बनायो भन्ने कुरा महत्त्वपूर्ण छ के। कप्तान रोहित पौडेलले सर्वाधिक 49 रन बनाए, तर त्यसका लागि उनले 38 बल खेले। अब एकातिर कप्तानले एक छेउबाट इनिङ सम्हाले, जुन राम्रो हो, तर अर्कोतिर उनको स्ट्राइक रेट मतलब लगभग 128 को। त्यसले गर्दा अन्तिम ओभरहरूमा आउने ब्याट्सम्यानमाथि ठूलो दबाव सृजना भयो। हो। अन्त्यमा रुबेन ट्रम्प्लमनले 14 बलमा 29 रनको आक्रामक पारी नखेलेको भए सायद त्यो स्कोर 140 भन्दा पनि कम हुन्थ्यो। उनको त्यो सानो तर महत्त्वपूर्ण योगदानले नै लुम्बिनीलाई एउटा सम्मानजनक स्कोरसम्म पुर्याएको थियो। तपाईले ठ्याक्कै सही ठाउँमा समात्नुभयो। कर्णालीको बलिङ आक्रमण हेर्दा कुनै एकजनाले तहल्का मच्चाएको देखिँदैन। नन्दन यादवले 2 विकेट लिए, तर बाँकी सबैले एक विकेट लिए। सोमपाल कामी, गुलशन झा, विपिन शर्मा, युवराज खत्री र मार्क वाट आफैले पनि। त भयो कर्णालीको जितको विश्लेषण। अब सिक्काको अर्को पाटो हेरौँ। लुम्बिनी लायन्सका लागि कहाँ चुक्यो? तपाईले लुम्बिनीको बलिङ कमजोर भयो भन्नुभयो, तर के 156 को स्कोर यो पिचमा कहिले पनि पर्याप्त थियो र? सायद उनीहरू ब्याटिङमा 20 रनले पछि परेका थिए कि? त्यो पनि एउटा पक्ष हो, तर मलाई लाग्छ कि टी20मा कुनै पनि स्कोर रक्षा गर्न सकिन्छ यदि सुरुवाती ओभरहरूमा 2-3 विकेट गयो भने। वाटको विकेट सुरुमै गएको भए यही 156 रनको लक्ष्य कर्णालीको लागि पहाड जस्तै हुन सक्थ्यो। लुम्बिनीको मुख्य समस्या रन रोक्नु मात्र होइन, विकेट लिन नसक्नु थियो। स्रोतले स्पष्ट पारेको छ कि पुरै इनिङ्समा शेर मल्लले बाहेक अरू कुनै बलरले विकेट लिन सकेनन्। त्यो